हेलो नमस्ते ब्याक टु माई च्यानल। तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। आज म चाहिँ फेरि तपाईहरुको माझमा सानो भ्लग लिएर आएको छु र दशैं तिहार एकदम रमाइलो भयो होला साथीहरु र मेरो पनि रमाइलै बित्यो। अब चाहिँ छठ पनि आउँदैछ। छठको सबैजनालाई धेरै धेरै शुभकामना र आज म चाहिँ मट्टीखानको भ्यू टारहरु तपाईहरु माझमा देखाउँदै छु र पोखराको भ्यू र चाहिँ देखिने हिमालहरु र यहाँको होमस्टेहरु पनि तपाईहरुलाई चाहिँ यस भिडियो मार्फत चाहिँ देखाउने छु। हेरेर साथ दिनु होला। ल साथीहरु हेर्दै जानुस् है त। हामी चाहिँ जाँदैछौँ साथीहरु। ल एकजना साथी मित्र माथि जाँदै हुनुहुन्छ। सो हामी जाँदैछौँ है साथीहरु, जाँदैछौँ है। फाइनली हामी चाहिँ मट्टीखान आइसकेका छौँ है। जिते कति दुईटै आफ्नै हो न? के छ जिते, खबर ठिक छ नि? हो अर्को साथी खै त नि अस्ति नै भिडियो बनाउने चिने उसलाई? पहिलाको साथीलाई के भन्छौ? हाम्रो सुशील खड्कालाई सम्झना छ? सम्झना छ साँच्चै यही भिडियो मार्फत हो? ल साथीहरु यो भ्यू टार हो, देख्न सक्नुहुन्छ है। यहाँ भ्यू टार हो, यहाँबाट चाहिँ पोखरा पुरा देख्न सक्नुहुन्छ। यहाँ फाइनल्ली मट्टीखान आइसक्यो है हामी। यहाँ चाहिँ ल मौसम पनि यहाँको देख्न सक्नुहुन्छ, हिमालहरू है। आज पानी पर्ला जस्तो भएको कारणले राम्रोसँग खुल्न सकेन है आज। यहाँ चाहिँ ओहो देख्न सक्नुहुन्छ, यहाँ त पिङ पो रहेछ त साथीहरु है। यो मट्टीखान खाजा घर हो साथीहरु। यो तपाईहरु आउँदाखेरि यहाँ चाहिँ खाजा व्यवस्था राम्रो पाउँछ। यहाँ सर हेर्दाखेरि त्यो पोखराबाट हो, यहाँबाट अहिले त भयो के है, सर यही बाटो आउन सक्नुहुन्छ है मट्टीखान। यहाँबाट यस्तो रिसोर्ट पनि छ, यहाँ रिसोर्ट छ नजिकै। माथि यो भ्यू टावर भइहाल्यो है। यतातिर अब फेरि यतातिर पनि रिसोर्ट छ। यतापट्टि स्याङ्जा पर्यो के, यता पोखरा पर्यो। ल सो गाइस यहाँ त चाहिँ पिङ पनि रहेछ है। यस्तो आनन्द। ल ल ल टोली ल ल घुमा घुमा अलि मजाले हो। यस्तो देख्न सक्नुहुन्छ साथीहरु। ल है यो गाउँघरतिर पहिला पहिला हुन्थ्यो, अहिले पनि यो सिस्टम चाहिँ हराएको रहन्छ है। यस्तो रमाइलो हुन्छ नि। ल साथीहरु यस्तो रमाइलो हुन्छ नि, हेर है। यो चाहिँ पुरानो संस्कृति परम्परा र चाहिँ हाम्रो चाहिँ पहिचान पनि अहिलेसम्म हटेको छैन यो गाउँघरमा। यस्तो रमाइलो हुन्छ, तर घुचर्ने मान्छे नभएको कारणले हो के साथीहरु, देख्न सक्नुहुन्छ। ल उतार 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 यता फेरि लठेपिङ भन्छ यसलाई चाहिँ। यहाँ लठेपिङ छ साथीहरु। चोय है साथीहरु। यहाँ यो लठेपिङ भन्छ यसलाई चाहिँ। यस्तो रमाइलो हुन्छ कि अब के गर्ने है। यो चाहिँ वर्षको एकचोटि दशैं तिहारमा चाहिँ पिङ हाल्ने चलन छ है। अझै पनि हटेको छैन गाउँघरतिर। बजारतिर त के छ हामीलाई थाहा भएन है। अब यो चाहिँ अब काठबाट बनाएको हो के अरे। यस्तो यो पनि रमाइलो हुन्छ सायद। अब यो त अब प्रायले सजिलै ठाउँमा पनि बनाउन सकिन्छ। अलि खासै मेहनत लाग्दैन यसलाई चाहिँ। यसलाई हो मेन कुरो मेहनत लाग्ने भनेको। यसलाई अलि धेरै मान्छे चाहिन्छ, जनशक्ति बढी चाहिन्छ, घुमाउने मान्छे चाहिन्छ, तर त्यहाँ बस्ने मान्छे चाहिन्छ साथीहरु। त्यस कारणले गर्दाखेरि बल्ल रमाइलो हुन्छ, फिल छुट्टै हुन्छ है साथीहरु। यसमा चाहिँ तपाईहरु चाहिँ
पिङ खेल्न छ भने 4-5 जनाको ग्रुप आएर 2 जनाले घुमाइदिने हो भने हेर्न मजा आउँछ है साथीहरू। ल गाइज फेरि यतातिर सर हेर्न सक्नुहुन्छ, यता यहाँ मन्दिर छन्, फेरि मन्दिरले सबैको कल्याण गरून् है। यता भाइहरू छन्, फेरि यता अघि पिङ होला नि भाइहरू, यता फेरि सर। आज मौसमले साथ दिएन क्या साथीहरू, के गर्ने। तर पनि केही छैन, सानो 8-10 मिनटको भिडियो फाइनल्ली कम्प्लिट भइसकेको छ। एडिटिङ गरेर हाल्दाखेरि 6 मिनटसम्मको हुन्छ। सबैजनालाई हेरेर साथ सपोर्ट माया सब्सक्राइब गरेर जोडिनु होला साथीहरू। ल ओके चै अलि मच्किन पर्यो क्या, अलि भएन मच्काइ, अलिक कडा हुनु पर्यो क्या, उठेर गर्नु पर्यो क्या, उठेर ट्याक्क गर्नु पर्यो। त्यो त बसेर केटी खेले जस्तो भइगयो नि। उठेर टक्क 2टा खुट्टा माथि राखेर अनि बल्ल खेलेको मजा हुन्छ स्वाट। बस हो त्यसरी खेल्ने हो। हामी म अस्ति खेलेको थिएँ नि, त्यस्तै गरेर खेला बस। सर जान्छ रमाइलो छ। वेलकम टु मट्टी खान साथीहरू। यस्तो छ हेर्न सक्नुहुन्छ है, सरर एकदम दामी छ साथीहरू। तपाईँहरू चाहिँ यदि यो ठाउँ चाहिँ घुम्नलाई एकदम रहर छ भने, इच्छा छ भने तपाईँहरूको छोरेपाटनमा आइसकेपछि, पोखराको छोरेपाटनमा आइसकेपछि सिधै उत्तरपट्टि है, पूर्व होइन सरी उत्तरपट्टितिर एउटा पिच 2टा चाहिँ, एउटा क्रिस्टी जाने बाटो र एउटा मट्टी खान जाने बाटो छ। त्यसको सिधै लेप लाउनु भयो भने, पुल तरेर लेप लाउनु भयो भने 8 किलोमिटरमै आइपुगिन्छ। 4 किलोमिटर जति पिच रोड छ भने 3 किलोमिटर जति अथवा 4 किलोमिटर जति कच्ची रोड छ, अनि बल्ल यहाँ आइपुगिन्छ। र आज मौसमले एकदम गडबड गरेको कारणले गर्दाखेरि तपाईँहरूलाई भ्यू देखाउन सकेन। र फेरि अर्को भिडियोमा तपाईँहरूलाई भ्यू देखाउँछु है। सर आनन्द लिनुहोस्, भिडियो हेरेर मनोरञ्जन लिनुहोस्। यस्तो हुन्छ है। अब यहाँ चाहिँ ट्राई गरौँ, तर नजिकै रहेछ क्या त्यो माथि है। यस्तै अब खेल्ने यहाँ। छोडा फेरि छोडा, त्यहाँ छोडा, अलिक उताबाट बनाऊ। यस्तो त हामी खेलिराखेको नि सानैबाट। सानैमा खेलेको यो। ठोकिन्छ क्या, ठोकिला जस्तो लाग्यो। यता बाँसु ठोकिँदैछ यार, ब्यालेन्स बिग्रियो त्यसको। ब्यालेन्स बिग्रियो रहेछ, ठोकिला जस्तो गर्छ। ट्याक्क हामी रोडमा आइसक्यौँ। के छ दाइ, ठिक छ? के हेर्नु भएको त नि? देखाउनु नि त के हेर्नु भएको छ। आनन्द मजा लिनु भएको छ है। ट्याक्क टिकटक हो। ल गुर्छ ल। अरू के छ, ठिक छ के? एकदम कुशल आराम ल ठिक छ। बस्ने ट्याक्क हेर्ने होइन, आनन्द लिने मजा लिने गर्नुपर्छ है। 2 दिनको जिन्दगीमा हेर्ने रमाइलो गर्ने त हो नि, टिकटक बनाउने अनि फेसबुक हेर्ने होइन। अनि यो भिडियो हेरेर तपाईँले सन्देश के दिन चाहनुहुन्छ हेर्ने मान्छेलाई? सन्देश के दिन चाहनुहुन्छ? 2टा शब्द तपाईँको मुखबाट 2टा शब्द चाहियो क्या। हेर्नु होला। अनि त्यसपछि ल के भन्न चाहनुहुन्छ? ठिक छ गाइस, यहाँ त कुखुरा नि पाल्नु भएछ। हजुरले पालेको कुखुरा? मामाले। ल ठिक छ ठिक छ। त पनि त्यही हो होइन? कहाँ हिँडेको त? पढ्न नहिँडेर बाटबाट के छ भाउ दिनेको? के छ भाउ दिनेको? के हो त्यो? भन्दै त है, भन्दै त के हो त्यो? तिम्रो दोस्ती हौ नभए सँगसँगै हिँडिराखेको त तिम्रो दोस्ती गर त। अनि यता हेर, गर्ने नर्ने अब। अनि पढ्ने कि नपढ्ने? पढ्नु पर्यो नि त। के जवाब दिनेको त? हगान्छ ल जा घर घर पढ ल, छिटो दुग्रिहाल 100 ल। जाऊ। ल साथीहरू भर्खरै पिङसिङ खेलियो, हात पनि कस्तो दुख्दो रहेछ है। ल यहाँ फेरि यो सीमा डाँगा आएछ फेरि। ल त कहाँ जानेस् त? कहाँ जानेस्? यो चाहिँ हाम्रो
डन हो डन साथीहरू, यो डन हो। यसले कम सुरक्षा दिन्छ। आमाम जाँदैछौँ है। फेरि यतातिर हामी यसो जङ्गलतिर पनि सर्र अवलोकन गरौँ भनेर लाग्यो साथीहरू। चाहिने बस यो अगाडि अगाडि हिँडिरहेछ है। ल साथीहरू जाँदैछौँ है। बाटो पनि कस्तो अप्ठ्यारो छ है। आज यहाँ के बच्छ, आफै अटो रेकर्ड हुन्छ त साथीहरू। हेलो गाइस, यहाँ कति टाइम लाग्छ होला त्यहाँ तल जानु? हो ल, आधी घन्टामा हामी पुगिन्छ साथीहरू हाम्रो जक्सनमा। त्यहाँ गएर तपाईँहरूलाई म एकदम सस्पेन्स राखेको छु। ठ्याक्क हजुरहरूलाई भन्छु है त। त्यहाँ पुगिसकेपछि जाँदैछौँ हामी, दुईजना जाँदैछौँ आफ्नो साथमा। यहाँ छ नि डन साथीहरू। सो जाँदैछौँ है साथीहरू।